म 2074 सालको स्थानीय जुन सङ्घीय संरचनापछिको पहिलो जनप्रतिनिधि हुँदाखेरि अनि त्यसपछि यहाँ के भइदियो भने तपाईँको छाडा तथा वृद्ध गाईहरू छोडिदिने अनि किसानहरूको चाहिँ बाली नाली नष्ट गर्ने, सडक दुर्घटना हुने, फोहोर हुने, दमौली बजारकै सफा सडकका चोकमा गाईहरू बस्ने अनि फोहोर दिशापिछा गर्ने, सडक दुर्घटना हुने यावत कुराहरूलाई चाहिँ हामीले के गर्यौँ भने अब यसलाई हामीले छाडा वस्तुहरूलाई व्यवस्थापन गर्नुपर्छ भनेर लाग्यो र म आफै जनप्रतिनिधि थिएँ यो वडाको 10 नम्बर वडाको बोर्ड बैठकमा कुरा राखेपछि ल उसो भए 10 नम्बरको वडा अध्यक्षको नेतृत्वमा एउटा समिति बनाउने र जग्गा ओइलानी प्रति जग्गाहरू व्यवस्थापन गरेर सुरु गर्ने भनेर 76 सालमा यो हामीले खुल्ला एउटा चाहिँ मादिको बगरमा चाहिँ सुरु गर्यौँ। धन्य 300 रोपनी जग्गालाई चाहिँ तारबार गरेर त्यतिखेर त 300 रोपनी एकैचोटि तारबार गर्ने हाम्रो चाहिँ सामर्थ्य नै भएन। 100 गर्यौँ, 200 गर्यौँ, 300 ब्लक बनाएर प्रत्येक वर्षको बजेटबाट। अनि त्यसपछि यहाँ चाहिँ तपाईँको धेरै गाईहरू कलेक्सन भयो किनभने आत्तिएका मान्छे कहाँ के गरौँ, गाईहरू अब ट्र्याक्टरले जोत्न थाले अनि गाई लोकल गाईले उत्पादन पनि दिन थाले छोड्यो। अब हाते ट्र्याक्टर भए अनि जोत्ने ट्र्याक्टरहरू भएपछि गाईहरूलाई चाहिँ अब हामीले कहीँ राख्न पाए भन्ने भएपछि यो ठाउँ व्यास नगरपालिकाले गौ संरक्षण केन्द्र सुरु गर्यो। त्यसपछि गाईहरू चाहिँ 300 भन्दा माथि गाईहरू जम्मा भए अनि कतिपय गाईहरू हामी स्थानीय गाईहरू चाहिँ एकदमै राम्रो छन्। अनि अलिकति जर्सी र चाहिँ जर्सी क्रस र होलिस्टियन गाईहरू चाहिँ किसानहरूले दुध खान्छन् अनि वृद्ध भएपछि यहाँ ल्याएपछि हामीले पनि केही गर्न सक्दैनौँ। अब 2-4 महिना बाँच्छ, अन्तिममा गएर फेरि यो गिद्धलाई चाहिँ हारा भएका छन्। अब यतापट्टि गिद्धहरू तल देख्न सकिन्छ अहिले पनि। यो गिद्ध गाई मर्छ, गाई मरेपछि छाला काटिदिन्छौँ अनि गिद्धहरू आउँछन् र गिद्धले खान्छ जान्छ र हड्डीहरूलाई चाहिँ अहिले हामीले खाल्टो खनेर डिस्पोज गरेका छौँ। र त्यो अहिले पनि त्यो हड्डीबाट पनि आम्दानी लिने हामीले अभियानमा छौँ। एउटा हड्डी पेल्ने मेसिन पाउँदो रहेछ, त्यसलाई निर्माणीकरण गरेपछि त्यो अभियानमा पनि छौँ। र यसलाई प्लस पोइन्ट के भयो भन्दा एउटा त हाम्रो यहाँ ऐलानी प्रति जग्गाहरू प्रशस्त भएको र यतापट्टि मादी नदीले कटान गर्थ्यो गत वर्षदेखि प्रदेशको र चाहिँ सङ्घीय बजेटहरू पारेर हामीले यो व्यवस्थित तटबन्धन गरेपछि अब यो ठाउँ चाहिँ सुरक्षित भयो। अब धेरै संरचनाहरू छन् व्यास नगरपालिकाबाट 5 किलोमिटर भित्र पर्ने। अब यो गौशाला अनि फोहोर व्यवस्थापन, बायोग्यास प्लान्ट यहाँ छ। अब हामीले दमौली बजारबाट आएको चाहिँ कुइनी फोहोरलाई व्यवस्थापन गरेका छौँ, सेफ्टी ट्याङ्कीलाई व्यवस्थापन गरेका छौँ र कुइनी फोहोरबाट चाहिँ बायोग्यास बनाएका छौँ र सेफ्टी ट्याङ्कीबाट घाँसको ब्लकहरू तपाईँहरू देख्नुहुन्छ हरियाली घाँसहरू 3 ठाउँमा ब्लक बनाएका छौँ। त्यो अहिले चाहिँ फोहोरलाई मोहर बनाउने अभियानमा छौँ र अहिले हामीले त्यही यिनै गाईको मलमूत्र र कुइनी फोहोरबाट बायोग्यास प्लान्ट गरेर त्यो ग्यासबाट जुन हामीले पाइपबाट यहाँ ल्याएका छौँ। अहिले हामी यसलाई दुधको प्रसादी हामी भाइहरूलाई सरहरूलाई खुवाएर पठाउँछौँ। यो धेरै राम्रो काम भएको छ छोटो समयमा। तर अझै हामीले अलिकति रकमको अभावले र विशेष गरेर गौ मातालाई चाहिँ संरक्षण गर्नुपर्छ भन्ने अलिकति जनतामा अझै पनि कता कता कम हो कि अब बिस्तारै अहिले त धेरै अब हाम्रो मुसलमान समुदायका भाइ भतिजाहरू भानिजहरूले यति राम्रो काम गर्नुभएको छ कि साँच्चै म हिन्दू भन्नेलाई पनि लाज मर्नु बनाइदिनु भएको छ। किनभने आजैको दिनमा मैले सुदीप गफ्तार मिया भाइ भानिजलाई म विशेष धन्यवाद दिन्छु। उहाँको बर्थडे हो आज। बर्थडेको अवसर पारेर 4000 बराबरको उहाँले चाहिँ दाना चोक्करहरू नुनहरू खुवाउँदै हुनुहुन्छ। उहाँको वृद्धि विकास होस्, दीर्घायु होस्, सुस्वास्थ्य होस् र यस्तै सामाजिक अभियानमा अझै उहाँको चाहिँ उत्तर प्रगति होस् भन्ने शुभकामना दिन चाहन्छु। म लगायत यो गौ संरक्षण परिवारमा उपाध्यक्ष मेरो दाइ हुनुहुन्छ, हामी सबैको टिमबाट सुदीपजीको जन्मदिनको चाहिँ हार्दिक मङ्गलमय शुभकामना सहित यस्ता सकारात्मक सहयोगहरू अझ जुट्ने छन्। र मिडियाका साथै हाम्रो कृष्णजीहरू हुनुहुन्छ, आकाशजीहरू हुनुहुन्छ, उहाँहरूले पनि यसलाई अलिकति प्रचारक गरिदिएर कम्तीमा यसलाई नमुना प्रोजेक्ट बनाउनमा सबैको सहयोग मिल्नेछ भन्ने अपेक्षा पनि लिएका छौँ। यसलाई खर्च व्यवस्थापन भनेर कस्तो भन्दा वास्तवमा नगरपालिकाले 3 जना कर्मचारी दिएको छ र अनि यहाँको स्थानीय स्रोतबाट जस्तै यहाँ दुध बेचिन्छ, कहिले गोबर बेचिन्छ अनि तपाईँको कहिले इन्टिफी लिइन्छ, तेलबाट 1 जना यहाँको स्थानीय स्रोतबाट तलब खाने गरी 4 जना कर्मचारी छन्। र नगरपालिकाले जुन 5 लाख रुपियाँ यो पराललाई भने पैसा छुट्याउँछौँ तर 5 लाखले पुगेको छैन। हामी लबिङ गरिरहेका छौँ। कम यहाँ घाँसहरू बनाउँदै जाँदाखेरि किन छ भने प्रशस्त यिनलाई अझ हामीले व्यवस्थापन गर्न सकेका छैन। अहिले त्यही सहयोगले पनि यहाँसम्म चलेको छ। र अरू बाँकी सहयोग जस्तै अब जुन बर्थडेको दिन भयो, म्यारिज एनिभर्सरीको दिन भयो, अनि पितृहरूको कार्यमा भयो, अब माता तीर्थ औँसी बुवाको मुख हेर्ने दिन, यस्ता कुराहरूमा धेरै धार्मिक मन भएका र एकदम जुन सकारात्मक सोच बोकेका महानुभावहरूको सहयोगबाट पनि यो चलिरहेको छ।